अहिलेको जमानामा यति धेरै निस्वार्थ नेता भेट्न मुस्किल छ। उनी कास्कीको रूपा गाउँपालिका वडा नम्बर 2 का अध्यक्ष राजन सुवेदी हुन्। राजन एक जनप्रतिनिधि हुन्, तर उनले आजसम्मको सरकारी तलब र सुविधा सबै जनताकै सेवा र भलाइमा खर्चिएका छन्। राजन कहिले विद्यार्थीलाई नयाँ कपडा बोकेर विद्यालय पुग्छन्, त कहिले गाउँका बिरामीलाई कतै उपचारमा कठिनाई पो भइरहेको छ कि भनेर अस्पताल चाहर्छन्। उनले आजसम्म कैयौं विद्यार्थीका लागि पोसाक र बिरामीहरूका लागि उपचार खर्च सहयोग गरिसकेका छन्। गाउँका युवा हुन् या आमा समूह, सबैलाई आवश्यक सामग्रीहरू वितरणमा उनी सक्रिय छन्। आफ्नो गाउँमा केही पनि अभाव नहोस् र कोहीले पनि कुनै किसिमको अभाव भोग्न नपरोस् भन्ने उद्देश्यका साथ वडा अध्यक्ष राजन निरन्तर कटिबद्ध छन्। उनलाई आफ्नो गाउँठाउँ, स्थानीय संस्कृति र मौलिकताको बडो माया छ। समाज र समुदायप्रति निरन्तर टेवा पुर्याउँदै आएका युवा जनप्रतिनिधि राजन धेरैका प्रेरणा हुन्।